बाबुलाई चाहिँ टिफिन खाजा पुर्याइसकेर घर आएपछिको काम हो मेरो यो। बेलुकालाई साग रेडी बनाएँ। सो त्यति मात्र नभएर घरको काम चाहिँ देखिँदैन। हाउसवाइफ भन्नु मात्र छ, हाउसवाइफलाई जतिको काम चाहिँ कसैलाई पनि हुँदैन भन्छु म चाहिँ। साना साना काम हुन्छ तर कामहरू केही पनि देखिँदैन। वेलकम टु माई मिनी ब्लग। मेरो मिनी ब्लगमा चाहिँ स्वागत छ हजुरहरूलाई। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। सन्चै हुनुहुन्न भने सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। आज चाहिँ नि अस्ति भर्खरै मेरो जेठी आमाजुले चाहिँ 3टा अकबरे खोर्सानीको बिरुवा दिनुभएको थियो नि त। त्यो बिरुवा चाहिँ मैले एउटै गिरेटमा रोपिदिएकी थिएँ। अनि रोप्दाखेरि कस्तो मजाले जागेछ क्या बिरुवा चाहिँ। अनि त्यो बिरुवा एकै ठाउँमा 3टा रोप्दा त फल्दैन नि त। त्यसैले त्यसलाई चाहिँ मैले एउटा गिरेटमा गरेर रोप्छु। अनि रोपेपछि चाहिँ अनि मजाले फल्छ होला सायद। नभए एकै ठाउँ चाहिँ कुनै पनि बिरुवाहरू चाहिँ 3-3वटा फल्दैन। यति राम्रो भएको छ हेर्नु न, कस्तो मजाले फस्टाएछ क्या। यो चाहिँ फेरि सँगसँगै ल्याएको बिरुवा उत्रै ल्याएको। यो चाहिँ सेपले होला, यहाँ यता फुलको सेप हुन्छ, सेपले होला। अनि यो दुईटा चाहिँ कति मजाले जागेछ। अब यसलाई चाहिँ म एउटा किरेटमा रोप्छु। पहिले यहाँ परको जङ्गल घर अगाडि जङ्गल छ, त्यहाँको माटो ल्याएर बुवाले चाहिँ ल्याइदिनुहुन्छ अरे। मलाई चाहिँ माटो र मल मिक्स गरेर बुवाले रेडी बनाइदिनुहुन्छ। अनि म चाहिँ अनि किरेटमा रोप्छु। काम देखिँदैन, काम कति हुन्छ घरको। साना साना कामहरू गर्दा गर्दै दिन बित्छ मेरो चाहिँ। घाँस मजाको आइरहेछ। यो हालको चाहिँ पर रोपिदिनु पर्यो म पनि। यहाँ पौडेल आन्टीहरू पनि टन्नै छ कि माग्नु पर्यो। यसको यो कस्तो मिठो हुन्छ। अनि यसको कलिलो पात पनि त्यो उयो बनाएर खाँदा मिठो हुन्छ। अचार होइन, राजवंशीहरूले खान्छन् नि हो। दर्कज भन्ने परिकार हुन्छ फर्सीको पत्तामा। अनि यस्तो पत्तामा कस्तो मिठो हुन्छ। अचार पनि हुन्छ। मम्मीलाई चाहिँ थाहा छ, मलाई अचार चाहिँ खाएको छुइनँ। मम्मी अचार बनाउनु भयो भने मलाई चाहिँ अचार दिनु है यसको, ल बनाउनु भयो भने चाख्छु। अब मम्मीले चाहिँ बनाउनु भयो भने मलाई चखाउनुहुन्छ। तपाईँले बनाउनु भएको? यतिको उमेर भए पनि मम्मी चाहिँ मेहनती हुनुहुन्छ है, एकदमै जागरिलो। मिठो गाउनु न त एउटा गीत, राम्रो भगवान। मम्मीलाई गाउनु भनेर ल्याएको, लजाउनु भयो क्या। यहाँ क्यामेरामा चाहिँ लजाउनु भएको होला, तर गाउनुहुन्छ मम्मीले चाहिँ। म पनि यहाँ करेसा बारीमा आएकी छु। अनि यहाँनिर सानसानो टमाटरहरू छ। अनि खासै धेरै त रहेन रहेछ। अब बर्खा लागे सँगसँगै पानी पर्न थाल्यो। पानी पर्न थालेपछि चाहिँ बोटहरू सबै मर्दै जान्छ नि त। 2-4वटा भए पनि म चाहिँ सानो खालको टमाटर टिपेर लान्छु। हजुर गाउनुहुन्छ नि तपाईँ, क्यामेराको अगाडि लजाउनु भएको गाउनुहुन्छ। यता हेरेर दामी गाउनुहुन्छ नि। लजाउनु भएको, क्यामेरामा लजाउनु हुँदैन क्या। क्यामेरामा लजाउनु हुँदैन, लजाउनु भएको अघि मजाले गाउनुहुन्छ नि हाम्रो मम्मी।